अब पहिला म नि अब हर्काको पनि बालेनको पनि बिग फ्यान हो होइन, एकदम मनपर्ने दुईजनालाई नि मैले लास्टै मनपर्ने फेर हुँदाखेरि भनौँ न होइन। अहिले बालेन शाह अब मेयरबाट राजीनामा दिएर अहिले आफ्नो एउटा नयाँ पार्टी खोल्ला भनेको, त्यही अब रासपामा गएर मिल्नु भयो। त्यहाँदेखि मलाई रासपा पहिलेदेखि विवादित पार्टी हो नि त होइन, त्यहाँदेखि बालेन शाहको पनि खासै मन परेको छैन। एउटा हर्का साहबमा छ, हर्का साहबले चाहिँ आफ्नो पार्टी खोलेर अब केही गर्छ कि जस्तो लाग्छ। यसपालि भोट चाहिँ हर्कालाई दिनुपर्छ सबैजना मिलेर। अब दुईजनाको एजेन्डा हेर्नु है, त्यहाँ के छ, कतिको भिजनवाला नेताहरू हो भनेर यसरी थाहा हुन्छ। तपाईँले यहाँ उहाँहरूले बोलेको एजेन्डा हेर्नु है। अब यो अब चुनावको लागि के एजेन्डा बनाउँदैछ। दुइटै पहिलाको मेयर हो नि त, एकदम राम्रो सबै लोकप्रिय नेपालको मेयरहरूमा गोपी हमाल, बालेन शाह, हर्का सम्पमा पर्थ्यो नि त होइन। र अहिले हेर्नु उहाँहरूको अब पार्टीमा प्रवेश गरेपछि के एजेन्डा छ भनेर पुरा हेर्नु है त भिडियो चाहिँ। अब बालेनजीको योजना चाहिँ के छ त, या स्वतन्त्र पार्टीको एजेन्डा के छ त हामीले पनि बुझौँ न। तपाईँ हामीले त बुझौँला एउटा कुरो, व्यक्तिगत भेटेर बुझ्ने भन्दा पनि सबैले बुझ्ने हिसाबले चाहिँ एजेन्डा के छ भन्ने कुरा चाहिँ बुझौँ न भन्ने। एजेन्डा मेनिफेस्टो तयार पार्दैछौँ, हरेकको छुट्टा छुट्टै हुन्छ नि त। जस्तै तपाईँले बुझ्न खोजेको स्वास्थ्यको होला, शिक्षाको होला, पूर्वाधारको होला, सबैलाई सबै चिजको हुँदैन नि त। व्यापार गर्नेलाई व्यापारको होला, किसानलाई खेतको होला, हामीलाई कृषिमा के हुन्छ, जो मान्छेलाई जे सम्बन्धी एजेन्डा बुझ्नमा छ त्यो तयार पार्दैछौँ। त्यसको छुट्टा छुट्टै सबै बुझाउनलाई अब फागुनको पहिलो सातामा चाहिँ हामी सार्वजनिक गरेर यो क्षेत्रको छुट्टै एजेन्डा हुन्छ, प्रधानमन्त्रीको छुट्टै हुन्छ, पार्टीको छुट्टै हुन्छ, सबै ठाउँको छुट्टा छुट्टै हुन्छ। तपाईँ प्रधानमन्त्री बन्ने भन्दै हुन्छ सर, मैले सुन्न मिल्छ कि मिल्दैन मलाई पनि थाहा भएन, तर तपाईँको योजनाहरू के छ त प्रधानमन्त्री भएपछि मैले ठ्याक्क सोध्न चाहेँ सर। योजना थुप्रो छ नि, तीनवटा मुख्य योजनाहरू। हामी शिक्षामा परिवर्तन ल्याउँछौँ। हजुर, शिक्षामा 3 दिन मात्रै स्कुल खोल्नुपर्छ, 4 दिन चाहिँ हामीले प्र्याक्टिस गराउनु छ होइन। साहित्य, कला, सिर्जना होइन, तपाईँको चाहिँ नि श्रम, आविष्कार, उत्पादन यस्ता कुराहरूमा चाहिँ हामीले 4 दिन इन्गेज गराउनुपर्छ। पहिलो कुरा शिक्षा। अर्को कुरा हामी तपाईँलाई मैले खेतमा ल्याउन कारण त्यो पनि सोध्नुहुन्छ जस्तो लागेर क्या। हजुर, सेकेन्ड क्याटेगोरी, सेकेन्ड हाम्रो ठुलो ऊ भनेको चाहिँ हामी के अरे कृषिमा आमूल परिवर्तन ल्याउँछौँ। ओके, हामी किसानको खेतबारीमा आएर बस्छौँ है, बस्दिने यहीँ आएर बस्छौँ भन्नाले यतै पर्मानेन्ट त बस्दैनौँ, तर कुनै नीति बनाउनु भन्दा पहिला चाहिँ खेतबारीमा हेर्नुपर्छ क्या होइन। जस्तै तपाईँले यहाँनिर के अब्जर्भ गर्नुभयो? मेरो सुन्नु न, सिंहदरबारमा बसेर चिया खाँदै चियाको चुस्कीमा गफ गरेर बन्दैन कृषिको योजना। किसानकोमा जानुपर्छ क्या, मधेसमा आउनुपर्छ होइन, भित्री मधेसमा कस्तो छ, पहाडी इलाकामा कस्तो छ, यावत ठाउँहरूमा चाहिँ हामी घुम्नुपर्छ। अब जस्तै यहाँ पनि मैले यसो हेर्छु, आई डोन्ट थिङ्क इरिगेसन राम्रो छ जस्तो मलाई लाग्दैन, कता छ कि होइन, यो कहाँ के छ भन्ने हामी हेर्छौँ। र कृषिमा सेकेन्ड एजेन्डा हाम्रो कृषि हुन्छ होइन। थर्ड एजेन्डा चाहिँ, थर्डमा चाहिँ हाम्रो यो कानुनी उल्झन छ नि। हजुर, ढिलो प्रक्रिया, कानुन पनि हाम्रो नराम्रो छ क्या। कस्तो छ भने कानुनले चाहिँ तपाईँको विरोधाभास भन्छ नि। हजुर, एउटा कानुनले गर भन्छ, अर्कोले नगर भन्छ क्या। अनि त्यो कोअर्डिनेसन छैन। जस्तै हाम्रो बडीभित्र विभिन्न अर्गान छ नि, हामीसँग किडनी छ, लङ्स छ होइन, लिभर छ, तिनीहरूको त सबैको कोअर्डिनेसनले चाहिँ हाम्रो बडी बन्ने हो नि त, चल्ने हो नि त। तर हाम्रो सरकार चाहिँ कस्तो छ भने एउटा मन्त्रालयको काम अर्को मन्त्रालय रोक्छ क्या। स्टेपमा गएर जस्तै यातायात मन्त्रालयले बाटो बनाउनु खोज्छ, वन मन्त्रालय आएर रोक्छ क्या होइन। सरकारको त्यसले गर्दाखेरि त्यो खालको विरोधाभासपूर्ण कानुनलाई चाहिँ हामी परिवर्तन गर्छौँ। हजुर, अनि गरी खाने कानुन बनाउनु पर्छ, सबैलाई हुने खाले कानुन बनाउनु पर्छ। यहाँ चाहिँ काम गर्दाखेरि निरुत्साहित बनाउँछ क्या कानुनले नै। कानुनले अप्ठ्यारो। अहिले सुनसरीको क्षेत्र नम्बर 3 सोध्नुभयो, 3 त्यति भने थुप्रै छन्, छनु चाहिँ 3 सोध्नुभयो, 3 मैले त्यति